सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू र सम्पूर्ण आमाबाबुहरू हो र हाम्रो देश नेपालमा चाहिँ अहिले बिगबिगी भइरहेको छ। मान्छेहरू आत्महत्या गरेर मरिरहेको अवस्था हरेक समाचारमा र हरेक पटक हामीले यस्ता घटनाहरू घटिरहेका अवस्था देखिरहेका छौँ। त्यसकारण म एकदम दुःखद परिस्थिति झल्काउँदै देशमा यस्तो नआओस्। यो कस्तो किसिमको रोग हो यो? मान्छेको हरेक विचारहरू हुन्छन्। हरेक जन्मिसकेपछि मान्छेले लामो समयसम्म समय पार गर्न जन्मिएको मान्छेले यस्तो बिचैमा सामान्य कुराले मान्छे आत्महत्या गरेर मर्छन्। यो ठुलो अपराध हो, यो ठुलो पाप हो। यो खास मान्छे जन्म र मृत्यु माथिबाट लेखेरै आएको हुन्छ। मान्छे जन्मिने र मृत्यु हुने भनेको चाहिँ समयले आफै गराउँछ। र यस्तो अकस्मात यस्ता ज्यान जाने कामहरू, ज्यानलाई आत्मालाई हत्या गर्ने कामहरू जुनसुकै हाम्रा हात खुट्टा अङ्गहरू छन्, जति छन्, यिनीहरू तपाईँको चोटपटक लाग्दा यसको उपचार छ। यसलाई सुन्चो बनाउन सकिन्छ। तर आत्मालाई निटोरेर, आत्मालाई जबरजस्ती नाटर पारेर मृत्यु दण्ड दिनु भनेको ठुलो अपराध हो। देशमा ठुलो अपराध आएको। त्यसकारण आज हाम्रै आफ्नै गाउँमा, हाम्रो रुकुम पश्चिम आलिसगोर नगरपालिका वार्ड नम्बर 4 मा बस्ने एकजना भाइले आत्महत्या गरेको उहाँको फोटो यहीँ छ। यस्तो जवानी अवस्थामा उहाँको आफ्नो ज्यान आफै गुमाइसकेपछि यस्ता घटनाहरू गाउँमा आउन लागे। यस नआओस्, यसको अन्त्य होस्। मान्छेले सामान्य कुराहरू लिएर कुनै आमा बाबुको टेन्सनले, कुनै पढाइ लेखाइको टेन्सनले, कुनै कतै जानुपर्छ भन्ने अभावको कारणले, हरेक टेन्सनले गर्दा मान्छेको ज्यान सरल तरिकाले फाल्न लागे। यस्तो देशमा अन्त्य होस् भन्न चाहन्छु। मान्छे एसएलसी दिँदा आफ्नो भनेअनुसारको अङ्क भएन, आफ्नो भनेअनुसार परीक्षा दिन पाइएन भने एसएलसीमा पनि विद्यार्थीहरूले ज्यान गुमाउने यही झुरिएर गरेका देखिएको छ। मान्छेहरूले बालबच्चाहरूले मोबाइल, सामान्य लाउने खानेकुराहरूमा नि टेन्सन, घर परिवारबाट टेन्सन भयो भने मान्छे एक्कासी आत्महत्या गर्न चाहन्छन्। तर यो चाहिँ देशबाटै अन्त्य होस् भन्न चाहन्छु। यस्तो हाम्रो गाउँमा आज हामीले मलाम दिएर आयौँ। मलाम दिँदाखेरि ऊ भाइका बुवा, आमा, बाजे र दिदी, बहिनी, मम्मीहरू सबै एकदमै अत्यन्तै रोएको। सबैको एउटा आत्मा फुत्किएर जाँदा हजारौँको आत्मा दुखाएर जाने। बुढा उसका हजुरबाजे क्रिया बसेको अवस्था, एकदम अप्ठ्यारो अवस्था बनाएकोले मलाई एकदम आत्मा हृदयदेखि मन दुखेर मैले सहन नसकेर मैले यो सञ्जालमा सबैको आत्माले छोस्, यस्तो आत्महत्या कसैले पनि नगरौँ। यो स्वर्गमा बास छैन। यो त्यत्तिकै मान्छे अल्मलिएर यो त्यत्तिको हत्या हो। यो कुनै ठाउँमा बास पाइन्न। न बाँचिनेहरूलाई पनि शान्त, न मर्नेहरूलाई नै शान्त। यो अशान्ति क्रान्ति हो। यस्तो जिन्दगीमा कसैलाई पनि नपरोस् भन्दै यो भाइको आत्माले जे गर्नु गरिसक्यो भाइको आत्माले, र त्यही पनि भाइको आत्माले शान्ति पास भन्दै मैले सबै सम्पूर्ण नेपाली दाजुभाइ, सम्पूर्ण नेपाल देशमा विदेशमा रहनुभएका सम्पूर्णले यस्ता घटनाहरू कसैको पनि नहोस्, देख्नु पनि नपरोस् भन्दै सबै जो भाइको आत्माले शान्ति पास भन्दै मैले दुईटा कुरा यहीँ टुङ्ग्याउँछु। हस् त, धन्यवाद।